हेलो वेलकम टु द च्यानल लङ टाइम नो सी पछि चाहिँ म आइसकेँ होइन आज चाहिँ बिहान बिहान यस्तो छ वेदर क्लाउडी हल्का फुल्का सन्नी टाइपको वेदरमा चाहिँ हामी चाहिँ आज चाहिँ के प्लान भयो भने होइन प्लान त आज के भन्नु होइन 2-3 दिन अगाडि नै भएको थियो प्लान अहिले चाहिँ हाम्रो चाहिँ यो गर्मी बिदा भ्याकेसन टाइपको भएको छ कि 10-12 दिन होइन त्यो भ्याकेसनमा चाहिँ घर बस्नुभन्दा चाहिँ जोस् जाम यतै कतै जाम जङ्गलतिर या खोला किनारतिर जाम होइन रमाइलो गरौँ भन्ने चाहिँ प्लान गरेर हामी चाहिँ जङ्गलतिर चाहिँ बारबिक्यु गर्न थाल्यो हो त्यही त 4-5 जना धेरै भयो भने अलि झेउ हुन्छ भनेर 4-5 जना चाहिँ जान थाल्यो हो त्यही भएर चाहिँ म चाहिँ केटाहरूलाई पिकअप गर्न केटाहरूको रुमतिर हिँडे अब बिहानै सुत्दा पनि धेरै सुत्दा छैन यार 6-7 घन्टा सुत्यो हो जान 6-7 घन्टा लाग्छ फेरि ड्राइभ गरेर 6-7 घन्टा जाने हो यस्तो छ जस रमाइलो हुन्छ होला धेरै पछि केटाहरूसँग टक्क यस्तो 4-5 घन्टाको ट्रिप बारबिक्यु टाइप होइन गर्न मेमोरी पनि हुन्छ भनेर जान आँट्या हो के हुन्छ पहिले चाहिँ म केटाहरूलाई पिक गर्छु सामान लोड गर्छु अनि टक्क यहाँदेखि हिँडेपछि हिँडेको नै भइन्छ रमाइलो नै हुन्छ है त अब म केटाहरूलाई पिकअप गरेर सब लोड गरेर बाटोतिर देखाउँछु है त फाइनल्ली केटाहरू आइसके के छ केटा हो एकदम ठिक छ आज के छ केटा हो ठिक छ होइन रमाइलो गर्ने होला नि आज त एकदम आज मात्र होइन भोलि पनि रमाइलो गर्ने अब सधैँ रमाइलो गर्नुपर्छ टक्क अब छुट्टीमा त रमाइलो गर्नु पर्यो नि त्यही भने कति काम मात्रै गर्नु है हो कहिले काहीँ यसो न रमाइलो पनि गर्नुपर्छ मेन मोटिभ भनेको चिल हान्ने मोटिभ हो कि होइन यस्तै छ बाटो टक्क जान्छौँ के गर्ने नयाँ सोचको नयाँ विचारको भाइबले हामी अगाडि बढिरहेछौँ अब के हुन्छ चाँडै त्यही हो अब अझै 2 जना केटाहरू आउँदैछन् टक्क रमाइलो हुन्छ होला बाटोमा यसो केही इन्ट्रेस्टिङ भएछ भने देखाउने कोसिस गर्छु है त ल हाम्रो 2टा केटाहरू फेरि आइसके है के छ ह्यान्डसम हो के हो नाम भनिदिउँ के हो ह्यान्डसमहरूको नाम ल केटाहरूको नाम पनि कडक छ के छ त रमाइलो गर्ने होइन आज ल फाइनल्ली हामी चाहिँ हाइवे चढेर चाहिँ यो अहिले हामी यस्तो ब्रेकमा होइन ब्रेक बिहान त केही नखाएर निस्केथ्यौँ हामी अब थोरै केही शरीरलाई अलिकता पुग्ने कुराहरू खाइदिनु यसो जुस भनेर यसो जुस 5 मिनटको ब्रेक हो धेरै होइन खाम टोइलेट जाम भनेर रोके अनि त्यही थियो अब यतापट्टि यस्तो छ टक्क गाडीहरू यस्तो रोक्ने यस्तो टोइलेट जाने चिया पानी खाने त्यो ठाउँमा रोकेछ हामी अनि पछि फेरि हामी लगभग फेरि अझै 1 घन्टा चाहिँ हाइवे चलाएर अब हामी डेस्टिनेसनमा पुग्न चाहिँ लाग्छ होइन 3-4 घन्टा 3 घन्टा लाग्छ अनि यस्तै छ यस्तो छ यार जुस कफी सफी खानु पर्यो केटा हो पुरै लोसे भयो कि केटाहरू पुरा एनर्जी लो भयो जस्तो छ यहाँ केटाहरू ल केटा के खान्छौ जुस दही जुस मस्टर ल्याम होइन टक्क ल लिएर बक्स छैन आएको के खान्छौ तिमीले दही खान्छौ दही हो दही त रेड बुलहरू चाहिँ खाने भयो त्यो लिएर खानु डब्बा खाम न जुसहरू ल टुडु के खाने ल टुडु सर म चाहिँ अब यसो जुस जुस खान्छु ल हाम्रो खाइमुनो पनि यसो के अरे सपिङहरू पनि भयो जुस किन्यो अब गाडीमा बसेर खाइन्छ
हाम्रो जुस ल्याएर आउँदैछन् दमदम ल ल ल अब टाइम छैन धेरै गर्नु हुँदैन झापझुप निस्किनु पर्छ एकदम जापानको टाइम थाहै छ होइन सबै टाइम थाहै छ अनि एकदम गान्तोक यस्तो छ यहाँ फेरि पुरा बिजी गाडी नै गाडी छन् होइन कहाँ पो हो गाडी राखा गाडी उतातिर हो नि उता उता यताहरू पनि त्यो होइन फाइनल्ली चाहिँ हामी चाहिँ आइसक्यो होइन अनि चाहिँ 5 घन्टा ड्राइभ गरेर कसम ढाड दुखेर तनाव भएको छ तर केही छैन एकदम फुड भाइ चाहिन्छ हैन तर केही छैन केही पाउनको लागि केही गुमाउनु पर्छ भन्थे होइन ठिकै छ रमाइलो छ भाइ यस्तो हेर्दा जङ्गल सङ्गल छ होइन पुरा हरियाली छ यो जङ्गल पाउनलाई 5 घण्टा गुमायौँ हामीले कहिलेकाहीँ हरियालीतिर टक्क पछि आएको हामी यहाँ चिल हान्नुपर्छ यस्तै छ अब टक्क हामी गइन्छ होइन चेक इन गरिन्छ चेक इन गरेर अनि टक्क क्याम्पस्याप लगाइन्छ अनि टक्क जुम्मी गरिन्छ होइन त्यसपछि अनि रमाइलो गरिन्छ होला ल है त ल फाइनल्ली चाहिँ चेक इन गरेर चाहिँ हामी आइयो होइन हामी भन्दा कि म आएँ यिनीहरू लफङ्गाहरू बाहिरै बस्छन् यार केही गर्दैनन् लफङ्गाहरू यहाँ छन् फोटो खिच्दैछन् म चाहिँ चेक इन गरेर टक्क यो लाइट साइट ल्याएर आइसकेँ अब गइन्छ टेन्टहरू बनाइन्छ अनि त्यस्तो बार्बिक्यू सार्बिक्यू पोल्न थालिन्छ होइन हेलो 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 गाइज अनि यहाँ फेरि यस्तो छ भ्यू फेरि आमामा कडक छ नि भ्यू त फेरि आजको राति चाहिँ हामी धमाका गर्ने त्यो छ भ्यू होइन टक्क कडक इन्टरभ्यु नलिने है आज चाहिँ अनि मान्छे नि फेरि टन्नै रहेछन् लास्ट फेमस रहेछ कि होइन मान्छेहरू पनि टन्नै छन् अनि हरियाली छ रमाइलो हुन्छ जस्तो छ ल ल अब गइदिउँ टेन्सन गरौँ होइन त माथि हो माथि अन्यको ठाउँमा क्या त्यहाँ हामीलाई भनेको क्या अनि कस्तो छ यस्तै ठाउँ छ कि फेरि कस्तो छ राम्रै ठाउँ छ होइन राम्रै ठाउँ छ गएर हेरौँ न हामी पनि गएको होइन गएर टक्क क्याम्प स्याम्प गरौँ मासु पोलौँ फाइनल्ली टेन्ट सेन्ट रेडी भयो होइन टक्क अब यहाँ पाक्दैछ यता पुरा टक्क हुँदैछ बार्बिक्यू नि अब यहाँ कोइला हुँदैछ रेडी केटाहरू पानी लिन गएको त्यहाँ पानी लिने ठाउँ फेरि अलिक टाढा रहेछ होइन त्यता त होइन पानी लिने ठाउँ मान्छेहरू पनि टन्ने यहाँ टेन्ट नि भयो टेन्टको लागि हाम्रो विपिन साथीलाई धन्यवाद छ अनि टेबलको लागि हाम्रो टाइगर दाजुलाई धन्यवाद छ होइन रमाइलो छ यता पुरा जङ्गलतिर चिल छ चिसो पनि छ केटाहरूले अब ढ्यापझुप गर्नु पऱ्यो केटा हो मासु तासु खानु पऱ्यो टक्क इन्जोय हान्नु पऱ्यो अझ यस्तो लुक राम्रोसँग बोलेपछि बोल्दैन कि साउन्ड बोल्दैछ यताउति सब गर्नु पर्यो टक्क हुन्छ पछि जाडो त फेरि अलि यता हामी चाहिँ लास्ट डाँडामा आयौँ होइन अलि जाडो छ होइन टक्क हामीले बिहान ल्याएको मासु त केही नभएको कि ए मासुहरू सब केही भएको छैन होइन टक्क उ छ फ्रोजनै छ क्या अझै आइसमा हालेर ल्याएको थियो यस्तो छ पुरा यहाँखेरि हरियाली केटाहरूले के गर्यो भने फेरि यहाँ पुरा बत्ती बाल्यो भने फेरि यहाँ त्यहाँ पनि फेरि बत्ती सत्ती झुन्डा खान दुइटा होइन नेपालको काङ्ग्रा अलि फेरि यहाँ हुसुला आसन भएको कि पुरा होइन हुसुला आसन भएको त्यतातिर उता टेन्ट सेन्ट लाउँदैछन् उतातिर टेन्सन लाउँदैछन् यता हामीले फेरि कति होइन कति मिनट लाग्यो हामीलाई 5 मिनट लाग्ने क्या टेन्ट लाउन
हाम्रो ह्यान्डसमले 2 मिनटमा झ्यापचुप गरे होइन पुरा टेक्नी मास्टर रहेछन् पानी चाहिँ नपर्यो हो सेप पानी पर्यो भने झेउ हुन्छ पानी नपरोस् पाक्यो है पाक्यो खै केटाहरूले कस्तो बनाए दामी खै आमा केटाहरूले त खत्रै बनाएको जस्तो छ त खत्रो खाएर भनिदेऊ त कस्तो छ कि म भनिदिउँ खाएर ल भन ल वाउ ल म खाएँ ल कस्तो छ म भन्छु रिभ्यू दिन्छु केटाहरूलाई ल कस्तो छ है बेर पनि खाऊ ल म खाएँ कस्तो छ मिठो ओए कडक बनाऊ दे यार कडक छ त केटाहरूले कडक बनाएछन् ल केटा हो ल केटा हो मैले त खाँदिनँ कोला हो मेरो चाहिँ केटाहरूले ल हामी दुइटा कोला केटाहरू ल कोला सोला ल केटा खाम पाइ है त ल कोला छ केटाहरू ल खाऊ है इन्जोय गर्न कडा बनाउँदैछन् यार कडा बनाउँदैछन् जोस् म्यारिनेटको लागि चाहिँ हाम्रो विष्णु दादालाई चाहिँ धन्यवाद छ ल कायदा मिलेछ अरे केटाहरूले भनिरहन् कस्तो लाग्यो ठिक छैन बवाल छैन ल धन्यवाद छ विष्णु दादालाई चटनीको लागि पनि सबको लागि धन्यवाद छ विष्णु दादा अनि दादा बाबालाई अनि ल लेग पिस छ सबको लागि धन्यवाद छ है केटा हो भर्खरै हामीले चाहिँ होइन टक्क यता माथि डाँडातिर जराए पनि देख्यो होइन देखिन्न होला क्यामेरामा तर जराए नि 3-4वटा जराए देख्यो होइन बाघ भालु नि हुनसक्छ फेरि होइन बाघ भालु नि हुनसक्छ ओहो उता त धुवाँसमा पुरा यस्तो छ चिल छ यहाँ जनावर नि आउँदो रहेछ केटा हो जनावर नि आउँदो रहेछ चेक्कै हुनु पर्यो आफै अहिले चाहिँ हामी भात पाकिसक्यो होइन भात नि पाकिसक्यो अब चाहिँ मासु पकाउने तर्फरमा छौँ होइन मासु नि अब यहाँ पाक्दैछ अनि यहाँ यस्तो हुँदैछ मटन पनि होइन जस रमाइलो हुँदैछ केटाहरू रमाइलो छ होइन कस्तो छ केटा हो लक्ष्मण गणेश कस्तो छ गणेश चाहिँ कुकुन होइन आज गणेशलाई चाहिँ तारिफ गर्नुपर्छ होइन जस गणेशले चाहिँ स्यालेरी दिनुपर्छ स्यालेरी जस गणेशले चाहिँ मेन भएर चाहिँ यताउति गरिरहेछन् होइन हामी चाहिँ बस्ने गणेशले यताउति गरिरहेछन् गणेशलाई चाहिँ होइन जस भन्नु के राम्रो तारिफ गर्नुपर्छ होइन हामी चाहिँ रमाइलो गरिरहेछौँ लालटिनी छ है केटा हो रमाइलो छ 9 बज्यो होइन अब अझै हामी 2-3 घन्टा जस्तो चिलमा बसिन्छौँ चिलमा बसेपछि अनि 12 बजी सुत्नुपर्छ फेरि भोलि फेरि हामी फेरि घुम्न गइन्छ होला यताउति गइन्छ होला तर मटन चाहिँ यहाँ फेरि सक्छ त भात नि छ है फेरि यहाँ कुकरमा भात छ मटन छ अनि तन्काइन्छ त्यस्तो छ यहाँ बत्ती बाल्नु चलमल छ यहाँ यस्तो यहाँ रोस्ट पाक्दैछ यस्तो
चिल छ है चिल केटा हो छुट्टीमा चाहिँ चिल गर्नु पर्यो चिल गर्नु पर्यो कस्तो काहीँ होइन अरू बेला काम नि गर्नुपर्छ छुट्टीमा चिल नि गर्नु पर्यो रमाइलो गर्नुपर्छ जे होस् होइन काम गरेपछि होइन 10-15 दिन छुट्टी हुन्छ 10-15 दिन छुट्टीमा चाहिँ रमाइलो गर्नुपर्छ केटा हो हामीले रमाइलो गरिरहेछौँ तिमीहरू पनि रमाइलो गर यस्तो छ केटा हो यस्तो छ चिल छैन केटा हो ल है त यस्तोमा चाहिँ भेटौँ ल अब हो क्या ल गाइस अब चाहिँ हामी चाहिँ रातिको कति बज्यो 2 बज्यो होइन केटा 2 बजिसक्यो अहिले चाहिँ हामी ट्रेनमा छौँ ट्रेन फेरि यस्तो ठुलो रहेछ यहाँ पुरा उत्तानो लाइनसँग उत्तानो परिरहेको छ कति बजेर म भाडामा ल्याएर 5,000 भाडामा ल्यायो 5 लाख पुरा लाइनसँग मागेको छ उत्तानो परिरहम कम्फर्टेबल रहेछ होइन केटा तातो रहेछ होइन नगर कि हुँदैन अक्सिजन चाहिन्छ नि त एकजनाले बाहिर अब चाहिँ हामी चाहिँ सुत्छौँ होइन केटा हो ल सुत्यो है त भोलि भेटौँ ल गुड नाइट ल The next morning. हेलो गुड मर्निङ हामी चाहिँ भएर उठ्यो होइन सुत्दा फेरि त्यसै 2-3 बजेको थियो होला सुत्न खोज्या हो तर मा कसम केटाहरूले सुत्नै दिएन है कहिले के भन्छ सुत्नै दिएन जस म चाहिँ 2-3 घन्टा सुत्यो होला 2-3 घन्टा सुत्यो होला अहिले कति 10 बज्यो 10 बज्न लाग्यो होइन 10 बज्न लाग्यो केटाहरूले पुरा उ गर्दैछ होइन यस्तो सरसफाइ गर्दैछ यता टेन्ट चाहिँ एउटाले फेरि पादेर फेरि हैरान बिहानै 10 चोटि पादै होला नि त्यही भएर उठ्नु बनायो भने क्या मलाई 10 चोटि पादेर अनि मा कसम हप्याक भएर नि म बाहिर निस्केको त्यस्तो हो होइन यस्तो छ अब केटाहरू ल अब के छ केटाहरू आजै घुमिन्छ होला नि होइन आज घुमेर होइन चट्टसँगले लेक पनि छ लेकमा घुमेर चट्ट नुहाइ धुवाइ गरेर धुवाइ पखाली भएर अनि बेलुका सरर गर्दै बेलुका त गइन्न घुम्न त कडा घुम्ने हो बेलुकातिर पनि यस्तो क्याम्प लगाएर बसिन्छ होला यस्तो हो ल अहिले चाहिँ हामी यहाँ टक्क पुरा सरसफाइ गरेर निस्किन्छ यहाँदेखि अनि यतै नजिकको ठाउँमा कडा ठाउँ छ अरे घुम्ने ठाउँहरू होइन त्यहाँ घुमिन्छ अनि साँझतिर एउटा ठाउँमा क्याम्प लगाइन्छ बसिन्छ अनि भोलि घरतिर गइन्छ त्यो चाहिँ हाम्रो प्लान चाहिँ हेरौँ के हुँदै जान्छ है त फाइनल्ली हामी चाहिँ अब यहाँदेखि निस्किन थालेको अब यो सामानहरू थियो क्या लाइट कहाँ गयो लाइट ल्याउँ अब लाइटहरू त्यहाँ यो ठाउँमा बुझाउनु पर्छ यो ठाउँमा बुझाएर अब हामी चाहिँ तल सिटी एरियातिर निस्किन्छ होइन टुडु सर के छ टुडु सर के छ गणेश सर एकदम बबाल कस्तो भयो नि मलाई त बबाल तिमीलाई कस्तो भयो त नि दामी भयो नि तिमीलाई कस्तो भयो रमाइलो भयो अहिले फेरि उतातिर घुम्न गएर उतै रमाइलो गर्नुपर्छ सोच ओहो हेर हुसो होइन पुरा आइरहेको केटा ल हाम्रो ल पापा कि परो पापाको परो यस्तो छ यतादेखि टक्क यहाँ पुरा सिटी एरियातिर देखिरहेको छ होइन कुहिरो लाएर अलि देखेको छैन क्या आज यस्तो रमाइलो रहेछ हौ ठाउँ पनि पुरा हरियाली होइन यस्तो छ यहाँ फेरि अलिक जताततै क्याम्प यता क्याम्प गरेछन् ऊ त्यता माथितिर उता हामी भएतिर होइन ऊ त्यतातिर नि अझै क्याम्प गर्ने ठाउँ छ होइन
तल के हो बे केटा ऊ त्यो तल नि के रहेछ क्या त्यहाँ ऊ त्यो तल नि के रहेछ पुरा डाँडाकाँडा रमाइलो छ हौ रमाइलो छ यो के हो बे यो चाहिँ ल है त अब उतैतिर गएर भेटौँ ल हेलो हेलो अहिले चाहिँ हामी चाहिँ कडक भ्यूमा आछौँ होइन देखाउँदै ल हेर्छौँ बवाल दामी भ्यू छ बवाल चाहिँ त होइन यस्तो छ देखिरह यस्तो ठाउँमा आयो भने मान्छे 50 वर्ष बत्ती मान्छे ठ्याक्कै 80 वर्षमा बस्छ कि यहाँको हावा यहाँको अक्सिजन है केटाहरूलाई क्यामेरा चलाउने आउन आएन है यार यस्तो पाराले भएन यार म अब गाडी चलाऊँ कि क्यामेरा चलाऊँ कि के गरौँ ल गाइस हामी चाहिँ घुम्दै घुम्दै यस्तो कडक ठाउँमा आयो होइन यस्तो छ यता कस्तो जान्छौँ एकदम स्वर्गकै स्वर्ग स्वर्ग छैन अनि मैले अनि त्यो सानोतिनो ठाउँमा ल्याउँदिनँ नि त तिमीहरूलाई यस्तो छ आउनै पर्ने ठाउँ छ कि एकदम होइन पुरा के अरे स्विजरल्यान्ड साइडतिर क्या पुरा यस्तो छ दामी हरियाली पनि त्यस्तै छन् है ट्याक्क हिउँ पर्नु पर्ने कि बाटोपातिर बवाल दामी देखिन्थ्यो होला क्या टक्क यहाँ बसेर टक्क यो हेर्दै छ नि यहाँदेखि होइन यस्तो छ माथि फेरि हाइकिङ गर्ने टाइपको रहेछ होइन सम्पर्क गर्नु होला है लोकेसन र आउनु मन छ भने मलाई भन्नु होला म लोकेसन दिउँला होइन नागानतिर हो यो चाहिँ रमाइलो छ अनि बवाल छैन ऊ कडक लगाएर आएको छन् स्वर्गै जस्तो लाग्यो क्या मलाई त यार अब पुरा होइन उता हेर न पुरा कस्तो गाडी हिँडेको टक्क देखिरह छ कहाँ प्लेन मुला गफाल्छ तर त्यहाँ ऊ त्यतातिर क्याम्पिङ ऊ त्यो त हामी अन्य आएको उतिर चाहिँ क्याम्पिङ गर्ने ऊ पनि रहेछ होइन क्याम्पिङ गर्नु नि मिल्दो रहेछ धेरै राम्रो ठाउँ रहेछ हौ यो हामी चाहिँ अब नेक्स्ट टाइम आउनुपर्छ है यहाँ क्याम्पिङ गरेर यहाँ ठ्याक्क घुम्ने तरिकाले अनि ह्यान्डसम यता आउँदा यो के हो त अनि यहाँ टी सर्ट के हो तिम्रो पाल्तु जनावर हो क्या ल्याएर हिँड्ने हौ त के छाता उडेर के हो तिमी यस्तो छ हो ल केटा ल अब धेरै बसियो लगभग आधा घन्टा 1 घन्टा जति बसियो अब जानुपर्छ गइदिउँ ल छाता उडेर दुला हो म दुला हो तर त्यही भएर यहाँ यस्तो पाटनमा कतै आएछन् कि राम्री राम्रीहरू भनेर हेर्न आएको थियौँ तर छैन रहेछ नेतातिर छैन रहेछन् केटा मात्रै रहेछन् ठिक छ म तिनटा केटा लिएर गएर हुन्छ केटा लिएर जाने प्लान थियो तर अलि यो फटा रहेछ ल तिमीलाई ल यहाँ विचार रहेछ नि कता ल गइदिउँ है धेरै अब कति घाम भयो क्या अब यसो उतातिर बसौँ ल होइन यहाँदेखि निस्क्यौँ निस्किनुपर्छ ल हन्टिङ जानुपर्छ ल जाऊँ ओके है त अब यहाँदेखि निस्किनुपर्छ ल चाहिँ हामी बाटोमा हिँड्दाखेरि के देख्यो भनेपछि होइन यहाँ हेर्नु न टक्क पोलको माथि ढुङ्गा किन होला त्यस्तो थाहा छ तपाईँहरूलाई त्यो भनेको बाहुबलीहरू ए बाहुबली जापानको बाहुबली होला होइन अचम्म लगाइदिएर कि त्यो किन त्यस्तो ढुङ्गा छ होइन त्यहाँ माथि होइन अचम्म लाग्यो हेलो फाइनल्ली हामी चाहिँ आफ्नो एरियातिर आइसक्यो होइन अब यहाँदेखि चाहिँ केटाहरू अब छुट्टिन्छन् हाम्रो केटाहरू ल केटाहरू कसलाई आज ल भन त सर्टमा कसलाई तिमीलाई आजको चाहिँ एकदम यादगार भयो होइन तिमीलाई कसलाई तिमीलाई कसलाई हान्छौँ एकदम बवाल दामी बवाल होइन ल फेरि पनि जानुपर्छ होइन
फेरि जाने कि केटा जाने भने फेरि जानुपर्छ अब हाम्रो जाने क्रम जारी भइरहन्छ भोलक पनि आइरहन्छ होइन आइरहन्छ नि अब त दादा भ्लगरै हो नि त ल ह्यान्डसम ल तिमी राम्रोसँग जाऊ अब तिमी रुममेटै हो है त ल ओके ल राम्रोसँग जाऊ ओके ल केटा ल अब हाम्रो दुइटा केटाहरू त म छोडिदिन्छु त उनीहरूको रुमतिर अनि म पनि रुमतिर जान्छु त्यही हो ल है त अब ठुलो भयो यति नै भयो लास्टसम्म हेर्नु भएको लागि चाहिँ धन्यवाद छ अब जस आइरहन्छ महिनामा एउटा दुइटा भिडियो आइरहन्छ मेरो जस हेर्दै गर्नु होला है त ल ओके बाई बाई